हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ सबैजना? अनि यो चाहिँ आज मेरो न्यू रेसिपी। मैले यो प्याज र आलुको चटपट बनाएको थिएँ। एकदम 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 धेरै मिठो भएको थियो। आज मैले आफ्नै हात चुमुम जस्तो त्यति मिठो बनाएको थिएँ। मैले आफ्नो तारिफ आफै गर्दा राम्रो। अनि किनभने खाएको पनि मैले हो नि त। अनि प्याज र आलु भयो होइन। अनि यो चाहिँ मैले फुड कलर हालेर थोरै मैदाको पिठोमा फुड कलर हालेर अनि यो पकाएको थिएँ। राम्रो त होइन खान, तर मिठो हुन्छ, राम्रो देखिन्छ त्यसैले। अनि यो आलु भयो, प्याज भयो, दालमोठ अनि चाउचाउ हालेको थिएँ। अनि नुन, रातो धुलो खुर्सानी, मसँग हरियो खुर्सानी नहुनाले रातो धुलो खुर्सानी हालेको थिएँ। अनि तिलको छोप राखेको थिएँ। अनि त्यसपछि मैले घरमै बनाएको मसला हालेको थिएँ। अनि नुन भयो। अनि अमिलोको लागि थोरै कागजतिर थोरै चुक अमिलो पनि हालेको थिएँ मैले। अनि त्यसलाई यो यतिको भएपछि मैले त्यो फुड कलर हालेर मिक्स गरेको थिएँ। एकदम राम्रो देखेको पनि छ, राम्रो मिठो पनि भएको थियो। तपाईँहरूले मेरो यो भिडियो हेर्नुभयो, माया गर्नुभयो, त्यसको लागि धन्यवाद। बाई, टेक केयर।